नमस्ते गुड मर्निङ सबैलाई भन्दिया। सो आजको दिन चाहिँ फेरि अस्तिको जस्तै आज पनि स्वागत छ सबैलाई मेरो भ्लगमा। अनि आजको चाहिँ भ्लग चाहिँ के को भन्दाखेरि चाहिँ आज चाहिँ म नेपाल एम्बेसी जाँदैछु। मेरो पासपोर्ट रिन्यू गर्नु दिएको थिएँ अनि त्यही लिन जाँदैछु। बिहानको 8:18 भएछ। सो भर्खर घरबाट निस्केँ म अनि 16 मिनट छ 9 किलोमिटर हो। अनि बिहान चाहिँ चिसै हुन्छ, चिसै रहेछ आजभोलि। लेट्स गो। अनि बिहान ठ्याक्कै अब अफिस टाइम भयो, ट्राफिक चाहिँ धेरै हुन्छ। अनि पासपोर्ट चाहिँ मेरो खासमा अस्ति नै रिन्यू गर्नु दिएको थियो, लगभग अलमोस्ट 2 महिना हुन लागिसक्यो। आज त लिन बोलाएको थियो, त्यही भएर लिन जान लाएको। सो बिहानै किन गएको भन्दाखेरि अब दिउँसो मेरो अलिकति काम छ अनि त्यही भएर बिहानै गइदिएको नि त। अनि अहिले 9 बजे खुल्छ, त्यो पुग्छ होला 9 बजे भित्रमा त्यति पनि लाग्दैन, चाँडै पुग्छु। तर अलिकति चाँडै भए पनि गएर बस्दै गरौँला। तर इलेक्ट्रिक गाडी चाहिँ खासै मन पर्दैन मलाई, बट यदि इन द फ्युचर यदि किन्यो भने चाहिँ सो आज त त्यही हो। यहाँ जस्तै म टनलबाट जानुपर्छ अनि टनल आइपुग्यो। ल हेर्नुहोस्, टनेल नागढुङ्गा, नौबिसे नागढुङ्गाको टनेल। टनेल चाहिँ होइन खासमा, यो सानै हो। अरू ठुलो टनेलहरू पनि हुन्छ यता। अनि यस्तो घाम लागिसकेर टल्केको यार। तर म यही लाइनमा जान्छु, किन त उता लाइन नजाउँ, अहिले बिर्सिनु।
त्यही हो आज चाहिँ खासै बोलिनँ म, किन भन्दाखेरि म भर्खर उठेको अनि कस्तो भइसक्यो कस्तो भइरहेछ, अझै राम्रोसँग खुलेको छैन जस्तो भइरहेछ अनि त्यही भएर म त्यति बोल्न चाहिँ मलाई मन लागेन। अनि मेरो स्कुटर चाहिँ सर्भिसिङ गर्ने बेला भएको छ क्या अहिले, अनि त्यही भएर राम्रोसँग पिकअप दिइरहेको छैन जस्तो लागिरहेको छ होइन। खासै हाइवेमा चाहिँ आउने गरेको थिएन, धेरै पछि आयो हो, अलि आज चाहिँ अलि हाइवेमा आइदिएको अलिकति पिकअप कम लाग्ने फिल हुने क्या हामीलाई चाहिँ, स्पिड कम भए जस्तो फिल भइरहेछ। तर म यो लाइनमा जान्छु किन भन्दा म बिस्तारै जाने हो, अनि किनभने यता हतारमा मलाई कहाँ जानु छ र होइन। यसै नै अलिकति चाँडै नै भइरहेछ, अलमोस्ट 7 मिनटमा त पुग्दो रहेछु म, अनि 8:32मा पुग्दो रहेछु म, अनि चाँडै हुन्छ जस्तो छ। सो त्यही हो। हाइवेहरूमा चाहिँ एकदम विचार गर्नुपर्छ, किन भन्दाखेरि गाडीहरू एकदम स्पिड आइरहेको हुन्छ नि त, अनि त्यही भएर एकदम विचार चाहिँ गर्नुपर्छ। काम छ खास यताबाट जानु चाहिँ नहुने हो यता खास, तर अब जाममा कहिले काहीँ बाइक फुत्तो फुत्तो गइरहेको हुन्छ नि, अरू पनि म नि गइदिन्छु, मलाई नि के छ र भनेर। खास म रङ साइड परेछु, सरी, म यता जानु हुन्छ यता हो खासमा म जानु पर्ने, म उता गइरहेको रहेछु कि कस्तो धुक्किन्छ नि म्यापमा वास्तवमा भन्ने हो भने, राम्रोसँग ध्यान दिएन भने। लास्टै हुने कि यो टाइममा, अनि ठिकै अब अफिस टाइम भयो नि त, सबै मान्छेहरू अफिसतिर जान्छ, त्यही भएर चाहिँ जाम चाहिँ हुने क्या। सम्म 4 मिनट मागेको छ नि, 1 किलोमिटर रहेछ, अनि त्यसपछि ठ्याक्कै नेपाल एम्बेसीमा पुग्छु म। त्यसपछि पासपोर्ट ल्याउँछु, सायद एकैछिनमा हुन्छ होला आई गेस होइन, अनि किन भन्दा त्यस्तो टाइम लाग्दैन। पर्ने हो उता पार्टीपट्टि, अनि त्यसको लागि चाहिँ यता साइडमा छ, अनि जाम लाइट परिरहेको छ। आइहाल्यो ल, लाइट पनि खुल्यो। कहाँबाट जान्ला, पास छैन ल। Obrigado, ciao.
नेपाल एम्बेसी त अलिकति भित्र रहेछ सायद बस स्टपहरू छैन जस्तो लागेको थियो त अलिकति माथि छ त्यहाँबाट चाहिँ हिँडेर आउनु पर्दो रहेछ अनि यसो एम्बेसी आइसक्यो एम्बेसीको लोकेसन चाहिँ यस्तो छ राम्रै छ अलिकति भित्रपट्टि भयो भने राम्रै ठाउँमा छ नेपालको यो पनि कति दुःख गरेर आएको हो एम्बेसी पोर्चुगलमा अनि सबै मान्छेहरू नेपालीहरू डन्नै छ जस्तो छ ओहो नेपालको फ्ल्याग देख्दा खुसी लाग्यो रे अब बाइक चाहिँ म यतै राखिदिउँ चाहिँ सोचिरहेको छु नेपालको आफ्नो देशको झन्डा देख्न पाउँदा चाहिँ खुसी लाग्ने रहेछ भित्रबाट नै ल नेपालको झन्डा बिहानै घाम परेको छ चन्द्र र सूर्यमा फरफराउँदैछ लुक एट दिस आइपुग्यो अब एकछिन कुर्छु होला मेरो काम त भइसकेको छ नेपाल एम्बेसी छ हो 1 मिनट पनि लाग्यो मेरो काम हुनलाई चाहिँ अनि चाँडै भयो कोही पनि थिएन आज चाहिँ म एक्लै थिएँ त्यही भएर काम चाहिँ फटाफट भयो सो अब म चाहिँ घर जाँदैछु सो घरतर्फ फर्किनु पऱ्यो अब चाहिँ कति चाँडै म त टाइम लाग्छ होला जस्तो लागेको छ तर 1 मिनटमै काम भयो क्या हुन त त्यो पासवर्ड कहीँ नै गर्ने हो र होइन अनि चाहिँ म जाँदैछु वाट द फन 30 मिनट 31 मिनट देखाउँछ त अघि आउँदा त त्यति बेर लागेको थिएन के भयो भन्दाखेरि चाहिँ यो डाउन बिर्सेछ देवस आजभोलि चाहिँ नेपाल गभर्मेन्ट अफिसहरूतिर चाहिँ एउटा चिज चाहिँ के राम्रो लान थालेछ भने एकदम पोलाइट बोलिदिने के राम्रो बोलिदिने के पहिला जस्तो त यस्तो रिसाउँथे कराउँथे होइन अहिले चाहिँ राम्रोसँग पोलाइट बोल्ने के सायद अब नयाँ सरकारले गर्दा पनि होला नेपालमा पनि त्यही सुनेको थिएँ मैले सबैजना पोलाइट बोल्छन् काम पनि चाँडै हुन्छ पहिला हुन्छ भन्थ्यो त्यही भएर नयाँ गभर्मेन्ट पालन सरकार जिन्दाबाद होइन बालनले गर्दा हो अनि बिस्तारै त हो नि यस्तै यस्तै कुराले त नि विकास हुने भनेको एकैचोटि बालनले भन्थ्यो नि 35 वर्ष नहुने काम 35 मिनटमा खोजेर हुन्छ भने जस्तै होइन तर आइदिरहेको क्या तँलाई जा भनेको मै गएँ ल कता हो बाटो पनि ओ बस हेर ल ल ल कस्तो छोला जस्तो हुने त छुँदैन क्या कस्तो अघि आउँदा त 8 मिनट जस्तो लागेको थियो अहिले आउँदा 29 मिनट देखाउँछ मैले किन कन्फ्युज भएको म सायद ट्राफिक धेरै भएर होला त्यही भएर पो रहेछ त्यस्तो पनि हुन्छ देख्नुभयो त्यही बाटो सेम बाटो अघि आउँदा चाहिँ 10-14 मिनट कति देखाएको थियो अहिले त 29 मिनट रह्यो क्या त्यस्तो है
मामा मामा आउनुभयो मामा हो हाम्रो मामा कप्स भन्दा कप्स त्यही बस्नु पर्ला त्यहाँदेखि मामा किन भिडियो बनाइस् भन्ला मामाले नतर भयो होला फेरि आमा जाम हेर त ल सोल्टी जाम बाफ रे बाफ ल हामी चाहिँ यहाँ भित्रभित्र छिरौँ गाली त अब यस्तै त नि बाइक हुनुको फाइदा यस्तै छ जाममा धेरै बस्नु पर्दैन साइड साइडबाट च्याप्दै हिँड्यो ल यस्तैले गर्दा मलाई छेर्न दिएन आफू पनि जाँदैन तँलाई लास्टै जाम हो आज त ल ट्राफिक के साह्रो ट्राफिक जाम हो अघि आउँदा त त्यो जाम होला भनेको त झन् अहिले आउँदा पो जाम छ त यार ल दुइटा के जुत्न आँट्यो अब मलाई छेर्न त छिर्छु होला र ल थ्याङ्क यू आन्टी थ्याङ्क यू साइड दिनुभएकोमा साइड लक्क साइड लाग्छन् क्या साइडबाट यसो बुझ्ने मान्छे त्यस्तै हुन्छ अलिकति नबुझ्ने मात्र हो हामी जस्तो पेलिदिन्छ है झन् च्यापिदिन्छन् अब मलाई यता जानुपर्ने होइन अब एउटा पछाडि ढिला भयो भरौँ भरौँ पार्न थालिसक्यो जान भाइ उताबाट तँलाई हतार छ भने उतार जा क्या मलाई हतार छैन म त बिस्तारै जाने हो भाइ यदि तँलाई हतार छ भने जाऊ कुद त्यसको बाइक पो भ्रुम भ्रुम पार्छ त हाम्रो भ्रुम भ्रुम हुँदैन स्कुबा त्यत्रो त गाडीहरू छ डरै लाग्ने क्या म त जाँदिनँ डर लाग्छ के अरू गाडी यत्रो नदेख्ला भन्ने पिर अनि हिँड्नु पनि भएन नि त होइन अरूलाई पो आफ्नो ज्यानको माया छ अन्त मलाई त माया छ भाइ आफ्नो ज्यानको माया हेर कि त्यो गाडीहरू त्यस्तो छेउछाउमा चाहिँ किन जानुहुन्न भन्दाखेरि चाहिँ तपाईँको ठुलो गाडीहरूले त साइडमा देख्दैन नि त अनि त्यही भएर नहिँड्नु नै बेस्ट हो जान त गइन्थ्यो तर भोलि उसले ठ्याक्कै गाडी सर्यो भने त कस्तो त्यहाँ हुन्छ नि त उसले देख्दैन नि त अनि ठुलो गाडीलाई पनि हामीले पनि बुझिदिनु पर्छ कि हाम्रो सानो छ भने पनि जहाँ पाइँदै छिराउनु पनि भएन नि त बाइक अनि ठुलो गाडीहरूको पनि मर्का बुझिदिनुपर्छ मलाई त्यस्तो दुइटा गाडी त्यसरी हिँडेको बेला चाहिँ च्याप्न चाहिँ साह्रै झ्याउ लाग्छ क्या
अलिकति कस्तो कस्तो छोइदेला कि जस्तो लाग्छ। अनि त्यही भएर चाहिँ म बिस्तारै जानिनँ हतार के छ र होइन। ल यहाँ फेरि के यता यता छिराउनु खोज्छन् फेरि यिनीहरू। ल यहाँ पुलिस मामा आउनु भएको रहेछ नि त, त्यही भएर ए माका डक्स कति जाम हो यो त, कहाँसम्म जाम छ यार, पुरै माथिसम्मै जाम रहेछ छन पनि। म त हिँड्दिनँ भाइ यस्तो छेउछेउमा, च्याप्दै हुन्छ च्याप्दै गर्ने, यता रोकेछ नि जाने हो। यसले पनि साइड दिँदैन मलाई। ल अब चाहिँ मभन्दा पछाडि एउटा स्कुटी मेरो पछि आइरहेको क्या, त्यसलाई चाहिँ खासै हतार छ नि। त्यो अघि बाइकवाला त हतार भएर त्यसलाई ल भ्रुम भ्रुम पारेछ कहीँ नभएको। उता जानुपर्छ है क्या यार, उता सर गइरह नि त। त्यही 5-10 मिनटको बाटोलाई यति जाम, साह्रो जाम हो। विदेशमा जाम हुन्छ है साथी हो, ल नेपालमा मात्र होइन। यो त्यसमा चाहिँ हाइवे हो, हाइवेमा जाम भनेपछि कति चाहिँ गाडी होला छ। ल यसलाई फेरि यता जानु पर्यो रहेछ, फेरि पक्नुहोस् ल। ए मर्सिडिज दाइ यति छोडिदिनुहोस् ल बाटो अलिकति। के भएछ फेरि, एक्सिडेन्ट भएछ कि क्या त्यहाँ? हो त नि एक्सिडेन्ट भएछ नि, जाउँ न के भएछ हेरौँ। के भएछ? ठुलो एक्सिडेन्ट भयो जस्तो छ यार। ल अँ यार बाइकवाला एक्सिडेन्ट भयो जस्तो छ। यो घाइते भयो जस्तो छ बाइक, उयो बाइकको एक्सिडेन्ट भएछ। ल यो बाइक त्यो गाडी पुलिस दाइ छन् र स्टिल दिएर ब्रो। ओए कता हो बाटो? बाइक यस्तो हुन्छ, बाइक अलि के हो यहाँ त। त्यही हो क्या दी, यस्तो दिन हाइवेमा त प्रायः जस्तो डेली नै एक्सिडेन्ट परिरहेको हुन्छ क्या, एउटा न एउटा केही न केही भइरहेको हुन्छ है। अनि एक्सिडेन्ट चाहिँ अति हुने क्या यतातिर। बाटो ठुलो छ अनि त्यही त नि सबैलाई हतार हुन्छ, अनि काहीँ न काहीँ केही भइहाल्छ नि। अब जाम हेर्नु वहाँसम्म छ, वहीँसम्म जाम। फेरि के को जाम भन्नुहुन्छ भने ट्राफिक लाइटको जाम हो खासमा, अरू केही होइन। नेपालमा जस्तो पहिरो आउने यताउति होइन, यहाँ यता जानुपर्छ, यता आइरहेको हुन्छन्। किन कुदाउनु पऱ्यो है मान्छेहरूलाई? हुन त अफिस मान्छेहरू अब त्यस्तै हो, आन्दोले बिस्तारै चलाउने होइन।
म नि अब सक्छौँ यताबाट जान्छु किन भन्दा यस्तो किन बाटो युज गर्नु होइन। ल यार माइकको पनि चार्ज सक्यो त चार्ज नगरी पनि धेरै भयो त चार्ज सक्यो भने अब क्या हो यार। जाम पनि कति हो थेट कति जाम हो यो त फेरि मलाई त यो लाइनमा जाँदैछ नि त त्यो लाइन खाली छ छन चाहिँ तर म अब यताबाट जाने हो। ओहो कुन बाइक हो अब म चाहिँ मेरो गन्तव्य डेस्टिनेसन अलमोस्ट आइपुग्नु लागेँ। फेरि म चाहिँ अन्डरग्राउन्ड जाँदैछु अनि अब त्यही हो मेरो डेस्टिनेसन चाहिँ आइपुगिसक्यो। अब आजलाई भ्लग यति नै हुन्छ होला सायद। सो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। अनि त्यही हो अब भ्लगहरू चाहिँ हाल्छु। अब भ्युज भन्ने कुरो त्यस्तै आउँदैन नआए पनि उसो हाल्छु। मोटो भ्लग चाहिँ गरौँ न भन्ने सोच हो। नेपालमै हुँदा गर्नु मन थियो। नेपालमा चाहिँ अब के भयो भन्दाखेरि अब त्यतिखेर त्यस्तै भयो बेला चाँडै विदेश हिँड्यो अनि बाहिर आइयो। बाहिर आएपछि त्यस्तै त भनियो बाहिर स्ट्रगल गऱ्यो यताउति भन अनि अन्डरग्राउन्डमा चाहिँ अलिक कस्तो आवाजै ठुलो आउने क्या त्यस्तो। ल अन्डरग्राउन्डमा अब कति आउनु पाएको छैन होला कति मान्छेहरू प्रायः अब देख्नु भएको छैन होला। पोर्चुगलमा हुनेले अन्डरग्राउन्ड चाहिँ यस्तो हुन्छ भित्र। अनि अहिले यहाँभित्र चाहिँ नेटै चल्दैन के जिपिएस चाहिँ कामै गर्दैन। अनि काम नगरिसकेपछि चाहिँ तरै पनि अलिअलि थाहा बाटोहरू याद हुन्छ। अनि टनेलमा पनि जाम भनेपछि म अर्को बाटो जानु पर्ला जस्तो छ। हामी चाहिँ यो निस्किने बाटो हो नि त। जिपिएसले चाहिँ माथि रोडको देखाइरहेछ अनि त्यसलाई हेर न फेरि त्यो जान्ने भएर कहाँ उता जानुपर्ने चाहिँ यता छिरिरह त्यस्तालाई अनि ठोक्नु पर्ने हो। हामी चाहिँ अरू चाहिँ यति लाइन बसेर जाममा बसिरहेको ऊ चाहिँ नजिक मुखमा आएर स्वाट्ट काट्दो रहेछ फटा। सो यहाँनिरको साउन्ड चाहिँ अलि राम्रो आएन होला यहाँ किन भन्दा एकदम नोइज छ हेर्नु त यस्तो छ अनि त्यही भएर आवाज चाहिँ ठुलो आइरह मलाई झर्को लागिरह। अहिले चाहिँ हामी मार्कस पोम्बालमा आइरहेछौँ त्यसैको टनल हो यो के यो त्यहीँबाट निस्किनलाई यति टाइम लाग्छ नि त। पछाडि टेस्ला आउँदैछ
कानै कस्तो भयो त्यहाँ धेरै त्यो आवाजले के त्यहाँ त आवाजै ठुलो आउने यता यता जाने हो खासमा त्यो मेरो लाइन चाहिँ उता हो ल यहाँनिर हो अघि त नोइजले कस्तो अहिले त कानै सुन्ने जस्तो भइरहेको टुइँ गराइरहेको थियो नि त्यहाँ त आवाज धेरै आज मेरो काम त्यही भयो एउटा काम भइयो अरूभन्दा त्यस्तै हो डकुमेन्टको काम चाहिँ अलिकति चाँडै टाइममै गर्नुपर्छ अझै मेरो डकुमेन्टहरू कति के बनाउनु पर्ने छ यो हप्ता चाहिँ म अलि भागदौड बढी भइरहेछ के भयो दाजुको के भयो दाजु सो म चाहिँ फाइनली आइपुगिसकेको छु मेरो ठाउँमा आजको भ्लग त यहीँसम्म हुन्छ यहीँसम्म हो त्यसैले हजुरहरूलाई धेरै धेरै धन्यवाद गरिदिनु होला सब्सक्राइब गर्नु होला झन् राम्रो अनि सब्सक्राइब गरिदिनु भयो भने सपोर्ट गर्नु भने चाहिँ अलिकति मलाई पनि भ्लगहरू बनाइरहेको मस्त हुन्छ नि त त्यही भएर त्यति गरिदिनु ल म चाहिँ यता जाने हो ल बस आयो